ल है साथीहरू, अब यो ठाउँ कहाँ हो तपाईँहरूलाई त पक्कै थाहा छ होला। अब मलाई चाहिँ अब यो ठाउँदेखि धेरै भावना जोडिएको ठाउँ हो। त्यो माथि डाँडा चाहिँ उपल्लो हात्तीखुवा भनेर भन्थ्यो। त्यहाँ पहिले ठुलो चौर थियो है, 2057-58 सालतिर त्यो चौर मासिएर अहिले त्यहाँ रुख बिरुवाहरू लगाइएको छ। यसै गरी यो चाहिँ जहाँ म अहिले अड्डिएको छु यसलाई हामी तल्लो हात्तीखुवा भनेर भन्थ्यौँ। यो चाहिँ माले जाने बाटो, अनि योदेखि यता यो बुढाबाँध भन्छन्। अनि यो चाहिँ सिमलतरा लाग्ने बाटो हो, त्यहाँ भुत्यारा भन्ने छ योदेखि अलिकति पालतिर। अनि यतातिर गयो भने चाहिँ यो सुखा खोला जाने बाटो, योदेखि अलिकति केही पर चाहिँ जेमुरे खोली भन्ने छ। बाटो त छ धेरै धुलो मैलो, अनि यसो साइड लाएर फोटो भिडियो बनाऊ भनेर उभिएको। यो ठाउँमा धेरै यादहरू छ होला है तपाईँहरूको। मेरो त कति हो बचपनमा यहाँ चाहिँ हामी गाई लिएर आउँथ्यौँ। यहाँ त्यो माथि डाँडामा कति गाईहरू लिएर आइन्थ्यो गोठालो हुँदै। तर अब त न गाई रह्यो न गोठालो नै रह्यो। हेर्नुहोस्, सबै रुखै रुख, जङ्गलै जङ्गल। अब यो रुख पनि राष्ट्रिय वन भइसकेको छ। अब यहाँ घाँस पनि काट्न नपाउने अरे। अब हामीहरू चाहिँ अब हेर्दै बस्ने, अब टुरिस्ट जस्तो हुनु परेछ हेर्नु त यो ठाउँमा आएर।